साथी हामी के गर्दैछौँ अहिले? कुलिङ फाल्दैछ हिट भएर भोलि यसो सजिलो होस् भनेर पानी फाल्ने हो। आज बिहान चाहिँ गाह्रो भयो गाडी चाहिँ हिट भयो रे। धेरै कहाँ कहाँ अनि हिट भयो भन्दा यो कुलन त छ होइन, कुलिन भए तापनि यो नर्मलवाला जस्तै यो इन्डियातिर पाउने तातै रहेछ त यार भर्खर आएको है। यो हरियो खालको छ। कुरा के हो भनेपछि साथीहरू, यहाँ माइनस जहाँ तापक्रम अब यो माइनसमा जान्छ त्यस ठाउँमा चाहिँ हाम्रो पानी राखे पनि अथवा रेडियोहरूमा त्यो साधारण खालको कुलिन राख्यो भने जम्ने गर्छ। त्यसको लागि हामीले -35 जस्तै अब -35 डिग्री भए तापनि चाहिँ नजम्ने खालको हामीले कुलिन राख्न गएका छौँ। अब हेर्दै गर्नुहोस्, यो चाहिँ राम्रै खालको कुलेन्ट हो, तैपनि यो साधारण भएको हुनाले जमेको भएर हामी चाहिँ -35 राख्न लाग्छौँ। र पहिले चाहिँ फाल्ने कुरा हुन्छ, त्यही भएर यो हो छिमेकी राष्ट्र चीनबाट आयात -35 लेखेको छ यहाँ। यो 35 डिग्री -35 डिग्रीमा पनि जम्दैन, त्यसैले -35 लेखेको यो हामी चाहिँ भोलि राख्नुभन्दा आज राखेको राम्रो होला। यो साह्रै महँगो छ, एक थोपा पनि नचुहाइ राख्नुपर्ने हुन्छ। म सोली लिन गएँ त। हामीले अब जुगाडको लागि बोतल काटेर पनि सोली बनाउन सक्थ्यौँ, तर हामी घरमै छौँ र सोली भएको हुनाले सोलीबाट राख्यौँ। हजुरहरूले बाटोमा अप्ठ्यारो पऱ्यो भने मिनरल वाटर खाली बोतल काटेर पनि सोलीको जुगाड गर्न सक्नुहुन्छ। र यो ब्याट्रीको नजिकै यो हेडको 19 नम्बरको बोल्टो निकालेर हेडको पनि तपाईँहरूले फाल्नु होला, किनकि त्यहाँ लगभग 1.5 लिटर हेडमा रहिरहन्छ। त्यसले गर्दा पुरानो तपाईँको कुलनले गर्दा पनि जम्ने अलिकति सम्भव हुन्छ। त्यही भएर हजुरहरूले हेडको चाहिँ फालिहाल्नु होला। देब्रेपट्टि रेडिएटरको दिग्नत भइहाल्यो, सबैले देखेको कुरा हो, तर हेडको चाहिँ कमै मात्राले देख्ने गर्नुहुन्छ। मेरो साथीलाई पनि अहिले जसको गाडी हो त्यसलाई पनि थाहा रहन्छ त्यहाँनिर एउटा बोल्टो हुन्छ भनेर। हामी सँगसँगैको साथी हो, 2000 लगभग 69-70 सालमा सँगै गाडी चलाएको भए तापनि उसलाई थाहा रहेनछ त्यहाँ एउटा बोल्टो हुन्छ हेडमा भनेर। यस्तै यस्तै जानकारीको लागि हजुरहरूले हिमालयन ड्राइभरको युट्युब च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन बेल आइकनमा अल थिच्नु होला, ताकि यस्तै यस्तै अर्को भिडियो आउँदा पनि हजुरहरूलाई जानकारी होस्। धेरै सहयोग हुनेछ। हिमाली क्षेत्रमा चल्ने गाडीहरूको लागि चाहिँ उपयोगी भिडियो र मुस्ताङ आउनुभयो भने हिमालयन ड्राइभरले सम्झिनु होला, लुम्बिनी होटलमा आउनु होला। मेरो आफ्नो होटलमा आएर बस्नुभयो भने मैले यस्तो सहयोग गरेको पैसा लिँदैन। अन्तबाट मलाई निम्तो गर्नुभयो भने अलिअलि शुल्क त लिनै पर्ने हुन्छ नि। आफ्नै होटलमा आएर आफ्नै ग्राहक त अब आफ्नो सदस्य बराबर भयो के अरे, परिवार जस्तै। त्यही भएर म चाहिँ आफ्नो होटलमा आउनेलाई चाहिँ लिने गर्दैन। यसमा पनि लगभग 1 लिटर जति एक्स्ट्रा रहने गर्छ। म यसको पनि निकालेर फालेर यसमा पनि यही -35 कुलन चाहिँ राखिदिनेछु। अनि कुरा आयो यसको खाली गर्नुको लागि अब यो निकाल्नु त मिल्छ, अलि झमेला छ, धेरै समय लाग्छ। हामीसँग जुगाड छँदैछ, आइडिया छँदैछ र पाइप लगाएर तानेर फालिदिन्छु। चुइरहेछ टोटली -35 हामीले भरिसकेका छौँ। हाम्रो यहाँ थोरै भएको छ, स्टार्ट गऱ्यो भने सरर जान्छ है। हल्का रेस दिनु न उताबाट बमबाट बिस्तारै।
आजको लागि गुड नाइट। यही भिडियो जोडेर भोलि बिहान हजुरहरूलाई शुभ बिहानी भन्ने छौँ है त। भोलि थाहा हुन्छ, भोलि स्टार्ट गर्दाखेरि कतिको गर्नु हुन्छ, -45 हो कि होइन भनेर नर्मली थोरै भिडियो बनाउने छौँ। र हामीले यसको पुरानो कुलन्ट फालेर नयाँ कुलन्ट हालेका थियौँ र अब स्टार्ट कस्तो हुन्छ हेर्नु है त। साथीको प्रतिक्रिया कस्तो आउँछ, जोस झ्याप्पै हुँदो रहेछ। साथी कस्तो लाग्यो हिमालयन ड्राइभरको काम? ल साथीहरू, मेरो साथीको प्रतिक्रिया सुन्नुहोस्। के अरे कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, लाइक बटन थिच्नुहोस्। चिसोले मुना लाग्छ। अन्तिमसम्म भिडियोलाई हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।